थियो भाइ मैले। ल दाजुको नामबाट जाउँ हामी। मेरो नाम चाहिँ भाइ मुबारक रायन फ्रम सप्तरी मधेस। आई एम तपाईलाई हामीले इन्टरभ्यु लिइरहेछ आज। लेख्नु इन्टरभ्यु त। तपाईको साइप्रसमा कति वर्ष भयो? करिब 6 वर्ष हुन लाग्यो। अनि यो भुन्टुको उमेर कति वर्ष भयो त? भुन्टु आउने बेला जुनमा 4 वर्ष हुन्छ। ह्यापी बर्थडे। अनि कस्तो लागिरहेछ त साइप्रस? साइप्रस रमाइलो छ भाइ, मम्मीले हक गर्न मन लाग्यो। 5-6 वर्ष एकचोटि पनि जानु भएको छैन घर? ओहो। अनि कहिले जाने प्लानमा हुनुहुन्छ त? प्लान 2024 मा पक्का जाने हो, तर के भन्छ अलिकति लाइफको प्रब्लमले गर्दा सायद 26-27 पनि हुन सक्छ। भनेपछि अझै 8-9 वर्ष तपाईँ नेपाल जानु 2024 मा ना टोटल तपाईँ यहाँको 5-6 वर्ष 6-7 वर्षपछि तपाईँको इन्ट्री नेपालमा। मेबी 8 पनि हुन सक्छ। के छ त नेपालमा हैन? नेपालमा जाँदा कसरी स्वागत गरून्? के छ भाइ? म नेपाल जान पुरै प्लान बनाइसकेको थिएँ। नेपाल जान म अलमोस्ट रेडी थिएँ। मार्च या अप्रिलमा म जानेवाला थिएँ। अनि हिजो अस्ति एउटा हाम्रो नेपालमा के भन्छ विदेश जानलाई पनि मान्छे मर्नु पर्दो रहेछ के, गोली खानु पर्दो रहेछ। त्यही भएर सुनेको न्यूज मेरो प्लान चाहिँ म चेन्ज गरिदिएँ भाइ। अब के नमरिकन विदेश जानलाई नमर्ने? नमरिकन पनि विदेश जान पाइदो रहेनछ हाम्रो देशबाट। भनेपछि अब अझै 1-2 वर्षलाई नजाने पैसा। म 2024 मा अगर गइनँ भने 2 वर्ष चाहिँ लाग्छ खान्छ, किनभने म अर्को देश निस्किनु पर्छ क्या। ओके। अनि कस्तो लागिरहेछ त साइप्रस? Cyprus is beautiful without women. Without women beautiful? With women? With women your life is gonna be destroyed. अनि तपाईलाई यो लभको बारेमा के भन्नु छ? Love is मजाक। मजाक? Yes. त्यति के अरु केही पनि थप्नु प्लस पोइन्ट गर्नु छ? लभ भन्ने कुरो यो स्कुलमा पढ्दैन केटाकेटी हुँदा? धेरै पढे। त्यति बेला लभ चाहिँ पढाएन, अरु पढे। त्यही लभ हुन्छ भाइ। त्यही नै निस्वार्थ लभ भनेको केटाकेटी हुन्छौ नि तिमी 8, 9, 7, 10 पहिला, त्यो निस्वार्थ लभ भनेको। लभ भनेको अनि अहिलेको लभ के छ? यो एट्याचमेन्ट हो, स्वार्थी, एकअर्काप्रति निस्वार्थ के स्वार्थ छ। म तिमीलाई भाइ भनिरहेछ, तिमी दाइ भनिरहेछ, तिमीसँग पनि मलाई केही स्वार्थ छ। स्वार्थ छ? यो दुनिया त्यही छ के, यो दुनिया त्यही छ भन्न त्यो खोजेको। अब अरूलाई बोलाएर इक्जाम्पल दिने भने त सकिगयो नि कान्छ। अनि खासै म यो इन्टरभ्यु लिने मान्छे त होइन कि, मिस्टेक आएन कि, अब के चाहिँ सोधौँ? यस्तै त हुने। अनि तपाईलाई यहाँ साइप्रसको बारेमा नयाँ आउने स्टुडेन्टलाई केही भन्न चाहनुहुन्छ? नयाँ आउने स्टुडेन्टलाई एउटा कुरो भन्छ भाइ, के भन्छ? पैसा लिएर आउँछ नि 2000 लिन आउन बित्तिकै मुबारकलाई फोन गर्ने। एयरपोर्ट आउन बित्तिकै मुबारकलाई फोन गर्ने, 1500 मुबारकलाई दिइहाल्ने हो। बुझ्यौ? 500 लिएर जे गरे नि हुन्छ। 500 लिएर जे गरे नि हुन्छ। ल अनि नेपालबाट त सरम के यानोसी केही पनि दिँदैन स्टुडेन्टहरू। साइप्रसमा त भोकासारै देखिरहेको हुन्छन् इलिगल वेबाट। यो भनाइमा तपाईँको केही छ, केही भन्दिनु छ? यो कुरोमा एउटा सिम्पल कुरो छ। अब तिमी इलिगल यो वेबाट आयो, एनओसी तिमीलाई नेपाल गभर्मेन्टले दिएन। एनओसी अगर तिमीलाई नेपाल गभर्मेन्टले दिएन भने तिम्रो सर्टिफिकेटको कुनै काम छैन भाइ। बुझ्यौ? नेपाल इन केस भोलि पर्सि तिमीलाई कुनै प्रब्लम पनि भइहालेछ साइप्रसमा। अब यहाँ एक्सिडेन्ट होला, केही होला, बिरामी होला, केही होला, त्यसमा बापत सरकारले हामीलाई दिँदैन। नेपाल सरकारले दिन्छ। हामीसँग त छ, हामी नेपाल सरकारको स्वीकृति लिएरै आएको हो। हामीसँग नयाँ आउने स्टुडेन्टहरू छ नि, त्योहरूलाई अप्ठ्यारो छ कान्छ। एकदम बुझिरकम यो नयाँ आउने स्टुडेन्टहरूले। अनि यहाँको नेपालबाट आएर उनीहरू सोध्छ कि त्यहाँ गएर डेलिभरी गर्छ, तर डेलिभरी गर्नलाई पनि धेरै गाह्रो छ। अब चाहिँ मलाई लाग्छ वर्ष चाहिँ लाग्छ लाइसेन्स बन्नलाई। धेरै स्लोली सबै कुरा गाह्रो हुँदैछ साइप्रसमा। अब हामी गयो भने त सबै गाह्रो हो नि। अनि अरू यो साइप्रसको बारेमा केही 1-2 शब्द? साइप्रसको बारेमा अरू त केही भन्नु छैन भाइ। सावधान विथ वुमेन। नेपाली केटीसँग चाहिँ धेरै बाँच्ने। केटी भन्दा नि तरुनी भन्दा नि यो आइमा हुँदैन। जसले भन्छ बुढालाई डिभोर्स छोडिदिएछ, जसले भन्छ बुढा मरिहालेछ, त्योहरूदेखि बाँच्ने हो कि। तरुनीहरू त त्यतिकै एउटा छोडेर अर्कोसँग लागिहाल्छ। यो आइमाईहरूले घुमाउने हो कि केटाहरूलाई। बरु सुत जेसुकै गर हैन, अर्काको छोरालाई चाहिँ नबिगार।
त्यही नै हो कसले फोन गर्यो मलाई फेरि इन्टरभ्यूमा डिस्टर्ब भयो नि यार इन्टरभ्यू राजा लखेटेर यिनीहरूले के गरे भन्दाखेरि राजाका पनि गुलामको घरमा टोयलेट पुस्नलाई नेपाली जनतालाई पठाए यिनीहरूले गर्न खोजेको के हो यसको जवाफ र हिसाब किताब दिनुपर्छ यिनीहरूले यसरी मान्छे मार्न पाइन्छ यो त माओवादी द्वन्द्वकालको युद्ध भन्दा पनि बढी भएन 365 × 4 गर्नुस् ल 400 लगभग 400 × 4 गर्नु भने 4 चौको 1600 मान्छे वर्षको विदेशबाट लाज बाकसमा यहाँ आउँछ भनेपछि यो देशको स्थितिको मलाई कुनै पार्टीसँग मतलब छैन म पार्टी भएर आएको होइन म हेलमेट त्यहाँतिर आएको थिएँ आन्दोलनकारीहरूले रोक्नुहोस् यहाँ बाइक राख्नु पाइँदैन भने अनि जान पाइँदैन भने अनि मलाई के लाग्यो भन्दाखेरि हिजोको दृश्य देखेर मलाई यहीँ आउन मन लाग्यो अनि बाइक त्यहाँ राखेर यहाँ आउन पाइँदैन हामी बोल्न पाइँदैन भनेको पाइन्छ भनेर भने यसको लागि तपाईले राजतन्त्र फर्केला जस्तो देख्नु भयो हामीलाई कुनै तन्त्रसँग सरकार छैन साउदीमा राजतन्त्र भयो नि कतारमा राजतन्त्र भयो नि जहाँ जे तन्त्र भए पनि आखिर नेपालीले त त्यहाँ पुस्न जान पर्दो रहेछ नि त चाहिएको त देशलाई विकास रहेछ नि त एउटा स्थायी संस्था कुनै मुलुकले हल्लाउन नसक्ने राज संस्था भयो भने कस्तो चाहनुहुन्छ होला यो देशको आज बेलायतको राजालाई आज अस्ट्रेलियामा राजा छ भन्ने कसैलाई थाहा छैन अस्ट्रेलियामा राष्ट्रपति हुँदा पनि त्यो राष्ट्रपतिले पनि आफ्नो राष्ट्र प्रमुख कसलाई मान्छ थाहा छ बेलायतको राजालाई मान्छ न्युजिल्यान्डको पैसामा बेलायती महारानीको र बेलायती महाराजको फोटो हुन्छ साथीहरू नपत्याए नेपालीहरू गएका छन् होला यो चाहिँ मेगा मार्केट